हेलो हेलो सबैजना साथीभाइहरूलाई आज म एउटा भिडियो फेरि पनि बनाइरहेको छु। त्यो चाहिँ के भनेदेखि यहाँ मेरो पछाडि घर देख्नु हुँदैछ, यो चाहिँ तपाईँको राङकामा हो। अनि मोटामोटी तपाईँको 3 स्ल्याब छ। यो चाहिँ तपाईँको 4 वर्ष अगाडिदेखि नै बनिएको हो। अनि किन घर देखाएको भनेदेखि चाहिँ यहाँ घरको जति पनि इलेक्ट्रिकको काम चाहिँ मैले गरिराखेको छु है। अनि बत्तीको वायरिङ काम सबै कन्सिल छ है। म अहिले यो भित्र पनि तपाईँलाई देखाउने छु। अनि 4 वर्ष अगाडि सबै यो कन्सिल गरेर पाइप लगाएर चाहिँ मैले राखेको थिएँ है। अनि अब चाहिँ यसको फिटिङ गर्नुपर्ने छ। अनि फिटिङ गरिसकेपछि फिनिसिङ कस्तो हुन्छ म तपाईँलाई यसको देखाउने छु। लु हेर्नुहोस् है, सामान आइसक्यो मेरो लाइटको रुमको हो। सामान आइसकेको छ। अब तपाईँको यहाँनिर हेर्नुहोस् यस्तो छ डिजाइन हो तपाईँको। यहीँ अस्ति सबै मैले लास्ट इयर तारहरू छिराएर रेडी भएको छ। हेर्नुहोस् घर यस्तो छ। यो किचन हो है, तपाईँको किचनको यहाँनिर यस्तो छ। अनि आजदेखि चाहिँ मेरो यहाँनिर सबै यहाँ भित्रतिरको यो रुमहरू भयो है। यहाँ लाइटहरू छ सबै। यहाँनिर अन्डरग्राउन्ड छ सबै। एमसिबी बक्सहरूको सबै यहाँनिर लुकाएको छु है। यो बुक्सहरू राख्ने जग्गा यहाँ पनि छ, यहाँ पनि छ। यो सबै सिटिङ रुम हो है। आजदेखि सुरु हुँदैछ, सक्दाखेरि कस्तो हुन्छ म तपाईँलाई देखाउने छु। यो सिँढी भयो है, यो सिँढी सबै यहाँनिर। यो सेकेन्ड फ्लोर तपाईँको यहाँनिर सबै रेडी गरेको छु मैले। यहाँ यो रुम भयो है, फर्स्ट रुम। यो सेकेन्ड रुम। हेर्नुहोस् है, जब यो लाइट सक्छ है, यो 4 वर्षको बादमा मैले फेरि पनि यो काम अब आजदेखि मेरो फिटिङ छ। अनि आज मैले यो फिटिङको अलिअलि लगाइराखेको छु। अनि यो फिटिङ सकेपछि कस्तो हुन्छ त्यो पनि लाउने छु है। यो चाहिँ तपाईँको आज सुरु नभएछ, आजदेखि सुरु। यो टोटल 3टा रुम छ। अब यहाँनिर यसो हेर्नुभयो भने तपाईँले यो लिभिङ रुमको यहाँनिर बुक्स स्टल जस्तो देख्छ, तर बुक स्टल होइन। यो चाहिँ तपाईँको दैलो हो। जब दैलो खोलिन्छ भित्र यस्तो छ है। यो सबै चेन्जिङ रुमहरूको सब लाइटहरू छिराएको छ है यसरी। यहाँ हेर्नुहोस् है, यहाँ मलाई पनि। अनि यहाँ चाहिँ बाथरुम यतापट्टि। यो चाहिँ हो गान्तोक है। अनि यसो ल है, यसो तपाईँहरूको मायाको जरुरत छ मैले गर्दाखेरिको काममा। अनि धेरै वर्ष भयो गरेको है, तर मैले कहिले यसरी भिडियो बनाएर लगाएको चाहिँ थिएन। तर आज मलाई यो लाइटको कामहरूको भिडियो गरेर लाउनु मन पर्यो। किनभनेदेखि हामीलाई पत्ताउँदैन है मान्छेले काम गर्छ भनेर। तर हामीले पनि तपाईँहरूले हामीलाई मौका दिनुभयो भने चाहिँ हामी यस्तो धेरै कामहरू गर्न सक्छौँ, जुन कामहरूले तपाईँहरूलाई कहिले पनि दुःख चाहिँ हुँदैन। अनि खिन्नता चाहिँ हुँदैन, किनभने हामीलाई पनि हाम्रोमा पनि काम गर्ने यस्तो ट्यालेन्टहरू छ, टेक्निकहरू छ है। हामी काम गर्न सक्छौँ। इलेक्ट्रिकको कामहरू सबै तपाईँहरूले दिनुभयो भने हामी यसरी एकदम तपाईँहरूको कामहरू इमान्दारी सहित हामी गर्नेछौँ। दिनुहोस् होला, यही रिक्वेस्ट छ तपाईँहरूलाई। अनि मेरो भिडियोलाई हेरिकन तपाईँले यसो दिनुहोस् ल। थ्याङ्क यू सो मच।